हेलो साथीहरु। हेलो गाइस। हामी चाहिँ आज धान काट्न खेतमा आछौं। कति धान काट्यौं है? त्यो माथिदेखि हो। त्यही यो यहाँ माथिदेखि सलक्क यता काट्यौं अनि त्यसपछि मम्मीले चाहिँ उता काट्दै हुनुहुन्छ। यता चाहिँ हाम्रो कान्छो माउले खलो बनाउँदै हुनुहुन्छ। अब यो छ धान काट्नु पर्ने, त्यो छ त्यहाँ अलिकति माथि। ओ यहाँ माथि चाहिँ हाम्रो पाहुना आउनुभयो, आन्टीको बुढाबुढी। नि खुसीला बिस्तारै काम गराउनु। अब चाहिँ हामी काट्दै छौं। यिनीहरू चाहिँ यो मेरो कान्छा मामाको छोरी, यो चाहिँ जेठो मामाको छोरी। तेरो नाम के हो नानी? नमुना। तेरो नाम? रक्षा केसी। अब चाहिँ मेरो भन्दा पनि यिनीहरूले धेरै धान काट्छन्, तर म अलिअलि धान काट्ने हो। हेर्नु साथीहरु, यता चाहिँ खोला भइहाल्यो। यहाँनिर चाहिँ हामी छिन् कान्छी माइजू, अनि त्यसपछि यता जङ्गल हेर्नु यस्तो जङ्गल छ। अनि यतातिर पनि अरूको धान छ, यतातिर पनि हेर्नु न कस्तो मजाको ठाउँ देख्या। अनि यता चाहिँ अब आधा धान चाहिँ हाम्रो मामाहरूको चाहिँ आधा धान काटिसक्नु भयो। यहाँ चाहिँ हाम्रो जेठो मामाले धान बनाउँदैछन्। अनि यता चाहिँ मेरो बुढो, अनि त्यसपछि कालो लगाउनु भएको कान्छो मामा, यहाँ चाहिँ मेरो बुढो धान काट्दै हुनुहुन्छ। आसी कति पनि आसी लागेन, हात दुख्न थाल्यो क्या, त्यही भएर कराउन लाग्यो। एउटा लागेन त्यस्तो धान तलको चाहिँ धान चाहिँ सबै झरिया क्या, जाने यस्तै झरिया सबै धानहरू धेरै पाकेर होला सायद। पहिला हान्ने ल्याऊ माइजू। पहिला हान्ने ल्याऊ क्या। आज धान हान्ने रे धेरै पाउन छ नि त। काम गरे सजिलो तपाईहरुलाई हो, फेरि भोलि हिँड्नु हामी। यो धान अब यस्तो झरिराख क्या, अनि त्यही भएर पनि आजै अब यो झार्ने सोचमा छौँ हाम्रो चाहिँ। ल काटौँ सुरु गरौँ। यो चाहिँ मेरो मोबाइल। अनि धानका बाला पुरै झरे खाने म। हजुर पानी ल्याउँ त। हेर्नु न धानहरू कस्तो मजाले पाक्या, ल्यान नि। अनि हाम्रो चाहिँ यता धान काट्दै हुनुहुन्छ हाम्रो मम्मीहरूले, हाम्रो दिदी सबै छन्। यो यति लामो छ। यहाँ चाहिँ मेरो हजुरआमाको बहिनी, हजुरआमा। मोबाइल यता चाहिँ हाम्रो उहरूले धान काट्दै हुनुहुन्छ। यता हाम्रो जेठी माइजूले, यता दिदी भैयाले, यता हजुरआमा, यता चाहिँ मम्मी। अनि अब यो छ काट्नुपर्ने। अनि यता तल चाहिँ धान सुकाउनु भयो, यतिभरि काटिसक्यो। अब चाहिँ काट्ने हो। धाना कट्टा बोकेर लग्ने। यहाँ तल चाहिँ धान काट्न सकेन त्यसले, प्रदीपले। बुवालाई पठायो खाउन लाग्यो। म जान्थे बिसन हाल्न, म तैला हाली सबै हाल्न आइजान्थे। तल अब फेरि धान अझै काट्नुपर्ने छ। अब सबै भएर छिटो मेलो सर्यो नि। मम्मी कस्तो भइरह? यता चाहिँ रक्षा पानी। के साथीहरू, म चाहिँ केही काम गर्दिनँ क्या, बसिरहेको छु। मलाई चाहिँ म चाहिँ धान काट्न पनि सक्दिनँ राम्रोसँग। अनि म चाहिँ यताउता डुल्ने अनि बस्ने, त्यस्तै भइरह मेरो जिन्दगी। अनि यता चाहिँ धमाधम धान काट्ने सुरु भइरह। यता चाहिँ म चाहिँ यसो गप्पासप्पा मारिदिने हो क्या। अब धान काट्दा मोबाइल सोबाइल हुँदैन, त्यही भएर गप्पासप्पा मारिदिने गर्छु। घाम टिलिक्कै लाग्यो अहिले चाहिँ 12 बजे ठ्याक्कै। अब एकछिन पछाडि चाहिँ अमिलो खाने हो हामीले चाहिँ। अब धान काटेर गएर खान्छ होला नि। 12 बजिसक्यो। 12 बजिसक्यो। 12 बजिसक्यो।
हो यार अब कामको बरु थाहै भएन र अनि आजभोलिको दिन त कति छोटो हुन्छ त अनि गइहाल्छ मेरो पाइन्ट गोटी होला नि नै भयो होला नि धोइसक्यो होला नि क्या धोइसके बुढो कस्तो भइरहेको त बबाल बबाल यता हेरिदिनु न त कहाँ हुनुभयो होला मामा मामा ओए मामा को बिराम भयो बिराम भयो गरे छिर जाऊ प्रदीप धान काट्न सकेन गरे यता हेर्नु यता हेर्नु न अनि यता धान काट्दै माइतार काममा आउँछिन् यार यता हेर्नु न धान काट्न लाग्यो एउटा ससुराली आएको बेला यता हेर्नु न धानको मुटो देखाएको भए अनि टाउको दुख्यो क्या हावा कस्तो हावा चलिरहेको त्यही भएर ए लुङ्गी लगाएको थिएँ लुङ्गी छोरायो टाउको भनेको छ मेरो त हिजोको टिका पनि गएन क्या आज नि त नि के गफारी अलिअलि गफ मैले गफ गरिदिएपछि हजुर छिटो हात चल्छन् कि नानी आँसेको है म घाँस काट्छु मम्मीको मोबाइल हरिएको रे अरु के काम छैन छन त बुटा बारेल्नु खाना पकाउने होला अनि खाना साना बहिनी कान्छी उन्टी छोरो हेर्दै पकाउँदै गर्छ जहिले केटाकेटी हेरिदिन्छन् बोइलर बनाउने पर्यो दाइ कल धान काट्न गयो रोसीले पल्ले नेक्स्ट फेरि मेरो भिडियो हेर्छु नि ठगाइ लाग्यो ठगाइ यो पानी यति मिठो छ अल्छी लाग्यो कुरा थाल पनि ल्याएछ अमिला धेरै ल्याएछ नानी चिनी पनि आए चिनी है नानी चिनी एक पाउ जति ल्याएछ है चिनी गुलियो खाने नि क्या अमिलो खाने मान्छेले गुलियो खान्छ त्यस्तो छ मिठो छ पानी कस्तो छ पानी यही मिठो पानी भएन त खाना खुवाउँछ धेरै नि अहिले चाहिँ एकजना मान्छे पनि थपिनु भएको छ ल यो हो नि त तरिका धान काट्ने अब यो गराम नि भ्याइयो अब त्यो छ 62 अब सकियो यो गरा पनि अङ्कल जोरी त बहुत सुहाएको थियो मेरो भाइ रुनेर छ रुन्छ कि भनेर आउँछ हेरे साँच्चीकै रुनेर छ हो र त्यस्तो साठी त साँच्चीकै रुने रहेछ कति सबै खाने छोलो अनि त्यहाँपछि कति माया लाग्छ भाइ अमिलो गराएर त्यसलाई लागि अमिलो खा पनि फुले फेरि चलो हामी चाहिँ यति के अरे धान काटिसक्यौँ लु आजको भिडियो यति नै बाई बाई